सुन्नुभयो? तपाईँलाई कस्तो लाग्यो? मलाई कस्तो लाग्यो म तपाईँलाई बताउँछु। तर तपाईँलाई कस्तो लाग्यो? एमालेका कार्यकर्ताहरू, एमालेका नेताहरू यसरी यसरी गीतमा झुमी झुमी नाच्दाखेरि, यसरी एमालेका कार्यकर्ताहरू उत्सव जस्तो मनाएर नाच्दाखेरि तपाईँलाई कस्तो लाग्यो? यो एकदम उत्सवको एउटा नाच, डान्स र गीत, एउटा भनौँ कि बेग्लै किसिमको एउटा चटक छ। यो मैले किन भन्दैछु भने तपाईँहरूलाई हेर्नुहोस्, यो अहिले जो हुन गइरहेको संसदीय दलको चुनाव हुन गइरहेको छ, यो चुनाव कुनै पनि नेताहरू, कुनै पनि सांसदहरू 5 वर्षसम्म आफ्नो कार्यकाल पुरा गरेर उनीहरू केही राम्रो काम गरेर जनतासँग चुनिएर जनताको मन जितेर उनीहरू फेरि चुनावमा होमिएको होइनन् साथीहरू। यिनीहरू भनेको आफ्नो कार्यकाल फेल भएर राम्रो नीति नियम ल्याउन नसकेर जेनजीहरूको आन्दोलनमा जेनजीहरूलाई रोडमा आउने बनाएर जनतालाई रोडमा जेनजी जस्ता आन्दोलनहरू त कति भए। शिक्षाको आन्दोलन भयो, शिक्षकहरूको त्यस्तै विविध आन्दोलनहरू भइरहेका थिए। त्यसै क्रममा एउटा जेनजी आन्दोलन थियो, तर जेनजी आन्दोलनले ठुलो रूप लिएको मात्रै हो साथीहरू। ताकि संसदहरूले राम्रो नीति नियम र जनतालाई प्रधानमन्त्री लगायत केपी शर्मा ओली एमालेकै प्रधानमन्त्रीले जनतालाई अथवा सबैलाई नियन्त्रण गर्न नसकेर यस्तो विस्फोट भएको कि यो समग्रमा सजिलो भाषामा बोल्नु पर्दैन, यो एउटा विस्फोटै भएको हो किन। त्यो भएको कारणले गर्दाखेरि यिनीहरूले यसरी उत्सव मनाएका छन् कि जो 5 वर्षसम्म आफ्नो कार्यकाल पुरा गरेर एकदम विजयी भएर आए जस्तै फेरि चुनावमा लड्न जानलाई अथवा फेरि उम्मेदवार दिन जानलाई गए जसरी यिनीहरूले उत्सव मनाएर जुन तरिकाले मनाउँछ यो गलत हो, एकदम नराम्रो लाग्छ। मलाई मेरो मनमा के लाग्यो भने जेनजीहरूको 76 जनाको मृत्युपछि र घाइते कति 100 जना घाइतेको रगतमा पीडामा यो हुन लागेको चुनावमा यसरी यो उत्सव मनाएको चाहिँ त्यति सुहाएको चाहिँ छैन हो। संसदहरू गठन गर्नको लागि, संसदहरू बनाउनका लागि, चुनाव गर्नै पर्छ हैन। एउटा सरकार, अन्तरिम सरकारले अब चुनाव गराउन लागेको छ, गर्नै पर्यो। तर पनि यो उत्सव, यो हुटुटी चाहिँ हुनु भएन कि हैन। यो चाहिँ अब अहिले चाहिँ जो गरिरहेको छ एमालेले हैन, यो चाहिँ एकदम गलत जस्तो देखिएको छ होला। उसको ठाउँमा गलत नहोला, तर गलत जस्तो देखिन गइरहेको छ। यसै गरी चुनाव प्रचार प्रसारमा अरू दलका नेताहरू अरू दल पनि हिँडिरहेका छन्, तर पनि अरू दलहरूले यसरी यत्रो उत्सव उधुम्सव मचाएको देखाएको थिएन, अलि देखिँदैन। बालेन शाहको कुरा गर्ने हो भने बालेन शाहले अहिले थोरै उनको आफ्नो क्रेजले गर्दाखेरि उनी एउटा कलाकार मान्छे पनि भए र उनी प्रकार नयाँ नेता पनि भयो। उनीप्रति जनताले आश गरेको एउटा आशको एउटा सितारा भएर उनी चाहिँ उनसँग अलिकति छ हुटुटी र पनि भिडभाड मात्र छ। त्यो नाच्ने गाउने त्यस्तो चाहिँ त्यति धेरै चाहिँ छैन जति एमालेको छ हैन। एमालेले जसरी जुन तरिकाले यसलाई झन्डा फरफराउँदै त्यो एकदम पागल जसो बिहामा गए जस्तो नाचेर गइरह, यो चाहिँ गलत हो। एमालेले सरासर यसमा पैसा, पेट्रोल अथवा मासु भात खसीहरू खुवाएर चाहिँ टन्न पेट भराएर गएर नचाएको देखिन्छ, झल्झली देखिन्छ। र एमालेको कार्यकर्ताहरू एमालेको यो उसमा घरदैलो कार्यक्रममा हिँड्दाखेरि कुनै पनि नेताहरू हेर्नुहोस्, कोही पनि कमजोर देखिन्न, कोही पनि गरिब देखिन्न। पुरै सुटबुट लाएर ढक्क ज्याकेट स्याकेट लाएर डम्म भएको है, कपाल सपाल ट्याटु स्याटु हानेको बडीवाला यस्ता मान्छेहरू प्राय देखिन्छन्। तपाईँ ख्याल गर्नु होला, यो कुरा मैले बहुत नोटिस गरेको छु। र अरू दलका नेताहरू लिखुरे सुखुरे है, अब खर्च यति आयो भन्दै उस्तै गरी खर्च पनि बताउँदै हिँडिरहेका छन् हैन। र एमालेका नेताहरूको घरदैलो कार्यक्रममा कति खर्च होला, कति खर्च गरेका छन् होला केपी शर्मा ओलीले। हेर्नु साथीहरू, यसमा फरक पर्छ हैन। चुनाव कसरी जिताउन खोजिरहेका छन् केपी शर्मा ओलीले, कसरी चुनाव जितेर सत्तामा गएर आफ्नो प्रधानमन्त्री पद फेरि पुनः ल्याउन खोजिरहेका छन् भनेको यहाँनिर देखिन्छ। र जनता चुप लाएर बस्ने छैनन्, ग्यारेन्टीका साथ म यो भन्न चाहन्छु कि यदि प्रधानमन्त्री केपी शर्मा ओली भएछन् भने पनि फेरि पनि
यो शान्तपूर्ण वातावरणले देश चल्दैन, यो चाहिँ ढुक्क हो। यति भन्न चाहन्छु साथीहरू। यो एमालेका चटकहरू देख्दाखेरि मनले अलि नमानेर यो भिडियो बनाउन बाध्य भएको साथीहरूको नजरमा एमाले पार्टी कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै लेख्नु होला। तपाईँ एमाले समर्थक पनि हुनसक्छ, तपाईँ एमआरसीको विपरीत पनि हुन सक्नुहुन्छ होइन, विरोधी पनि हुन सक्नुहुन्छ र समर्थक पनि हुन सक्नुहुन्छ। जे भए पनि आफ्नो कमेन्ट राय राम्रो नराम्रो कमेन्ट लेख्नु होला। कमेन्ट खुल्ला छ, नो प्रब्लम। गाली गर्न सक्नुहुन्छ गाली गर्नुहोला। तर यो हो, मैले भन्न खोजेको तपाईँ एमाले हो भने पनि तपाईँ नेपाली हो, यति हो। तपाईँ नेपाली हो यति बुझ्नुहोस् कि तपाईँले पनि जेनजीको रगतमा टेकेर गर्न लागेको यो अन्तरिम सरकारले गराउँदै गरेको चुनावमा यत्रो उधुम्स गर्न चाहिँ अलि पर्ने थिएन कि जस्तो मलाई लाग्छ। किनभने यो अलरेडी पहिले 2/3 सरकारबाट फेल भएको सरकार यो हो साथीहरू। तपाईँको रायको प्रतीक्षा गर्नेछु म कमेन्टमा। धन्यवाद साथीहरू।